केलाङ सामाले आफ्नो लन्डक केलाङ प्रस्तुत गर्दै उपस्थित भइसक्नु भएको छ। आदरणीय मेला प्रेमी उपस्थित दर्शकवृन्द दाजुभाइ तथा दिदीबहिनीहरू फाक्चुवा फाँसे केलाङ समूहलाई स्वीकार्नुहोस्। हाम्रा लिम्बूहरूको संस्कृति अथवा संस्कृतिमा अपरिहार्य अनिवार्य हाम्रो केलाङलाई इटा थप्ने काम यस त्रिवेणी युवा क्लबले गर्नुभएको छ। यसरी नै केलाङ प्रदर्शन गर्दै जाँदा लोप हुन लागेका केलाङहरू एकदम उजागर हुँदै पछिका पिँढीहरूमा हस्तान्तरण हुँदै जानेछ भन्ने महसुस गरेको छु र केलाङ सामाले सम्पूर्णमा सेवा बिसाउनु भएको छ र अब सेवा अवस्था आफ्नो केलाङ यसरी सुरु हुन्छ। अघि नै विभिन्न कलाकार उद्घोषकहरूले उद्घोष गरिसक्नुभएको छ। हाम्रो केलाङ ठ्याक्कै यस्तै छ भन्ने प्रष्ट रूपमा अबसम्म छैन। त्यसैले आफ्नो रीति थुम टोन अनुसार आफ्नै किसिमका ढुलनाच रहेका छन्। यो एउटा पासमा नाचिने कसरतका प्रचलित ढुलनाच हो। हाम्रा केलाङ सामाहरूले पासहरूको कसरतका केलाङ प्रस्तुत गर्दै हुनुहुन्छ। आदरणीय मेला प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू फाक्चुवा फाँसी चुम्बु क्लबद्वारा जानी नजानी आफ्नो केलाङलाई प्रस्तुत गर्न हाम्रा केलाङ सामाहरू अघि बढिरहेका छन्। हामी लिम्बू जातिहरूले परम्परादेखि हामी एउटा प्राकृतिक रूपमा चराचुरुङ्गी पशु पक्षीहरूको नकल गर्दै आफ्नो केलाङको विकास भएको पाइन्छ। त्यसैले फाक्चुवा चुम्बु केलाङ समूहका केलाङ सामाहरूले पनि त्यस्तै चराचुरुङ्गी पशु पक्षीहरूको नकल गर्दै आफ्नो गाउँठाउँमा रहेको केलाङलाई प्रदर्शन गर्न सुरु गरिरहेका छन्। त्यसै लाभुर्जी हयङ भन्ने नाच प्रस्तुत गरेर पनि हाम्रा केलाङ सामाहरू अगाडि बढिरहेका छन्। हाम्रो लिम्बूहरूको केलाङलाई विभिन्न नामबाट आफ्नै तरिकाबाट परिभाषा गरेको पाइन्छ। सिक्किममा अर्कै तरिकाले नाचिन्छ, छतरमा अर्कै तरिकाले नाचिन्छ, ताप्लिमा अर्कै तरिकाले नाचिन्छ र इलाममा कमरखोलामा र पासमा आफ्नै तरिकाले नाच्ने गरेको पाइन्छ। तर हाम्रा केलाङ मुन्धुम साराहरूले केलाङलाई अझ व्यवस्थित र एकजुटतामा ल्याउनुपर्छ भन्ने धेरै जमर्को गरिसकेका छन्। त्यही पनि सम्भव भएको छैन। त्यसैले आफ्नै तरिकाबाट केलाङहरू नाचिने गरिन्छ। यो केलाङ हाम्रो लिम्बूहरूको सम्पत्ति हो, केलाङ हाम्रो संस्कृति हो। केलाङ सामा रे
Pembela Megang Langman Melakuramia Kon Haksa Fasing Cumbu Gilang Sama Gilang Samare Megang Lang भनेर परिभाषित गरेको पाइन्छ पहिलेको नेपाली भाषा भन्नु पर्दा यो लासलाई बाख्रा नाच भन्नु रहेछ बाख्राले त्यसरी भुइँ खोतार्दै नाचेर बस्ने गर्दो रहेछ Kilang Samare Tokmi Langman Tohi Midun Duro Mego Tokmi Langmaहरूले नेपाली भाषामा हात्ती नाच भन्छन् यसलाई तक्मी लाङ्बा भन्दो रहेछ र यो तक्मी लाङ्बा पनि हात्ती नाच पनि आफ्नै तरिकाको आफ्नैबाट परिभाषित भएको पाइन्छ तर थाप्छ केलाङबाट चाहिँ यो हात्ती लाग लिम्बू भाषामा त तक्मी लाङ भन्दछ किलाङ समाजले अगाडि बढ्दै तुलाङमा भन्ने चरा नाच अगाडि सार्दै हुनुहुन्छ हाम्रा नेपालमा विभिन्न जात जातिका चरा चुरुङ्गीहरू पाइन्छन् यो एक प्रकारको चराहरू चाहिँ यसरी नाच्दो रहेछ हाम्रो किलाङ समाजले हाम्रो चरा नाचलाई प्रस्तुत गरिरहनु भएको छ Kilang menang हाम्रो किलाङ सभालाई चरा नाच प्रस्तुत गरिरहनु भएको छ किलाङ सभाले एक हिस्से अगाडि बढ्दै परेवा लाङ्न नाच्नुहुन्छ कल लाङ्मन परेवा लाङ्न रेतुवा नकासी
मिसुराङ फेरि तगी हन्दिया लागमन मेरा खुलिया किला सामारे हन्दिया जो खिलक रिपन वान्द्र लाङ लुगलावन किला सामारे तगी मिदुन दुरदैनो हन्दिया नामकाइले सिंबुङनु कुरेपा वान्द्र नामजार ओखिला लाङ लुगलावा हमला गिलाङ सामारे आनी तगी मिदुन दुरैको लाङ मान्छे गिलाङ सामारे इवा लाङमा वेतु कन इवा लाङ मान्छे आनी तगी मिदुन दुरैको आराम बसे क गिलाङ सामारे बेलाङ मान्छे कन इवा लाङमा वेतु नेपाली भाषामा भाले नाच भन्छन् भाले नाच हामी हिन्दू भाषाबाट चाहिँ इवा लाङमा वेतु इवा मुखिरानु लाङनु केवा लाङमा नाचेन आनी तगी मिदुन दुरैको आराम बसे कन केवा लाङमा नु आराम बसे आनी पानु सेखेवा फु अबे तुम्बारी वानु सेखेवा पुनो खिला लाङ लुगलावन गिलाङ सामारे आनी तगी मिदुन दुरैको मगरनु हेल तगी फेरि आले एक कदम अगाडि उभिआउ कन लाङ चाहिँ खराङ्गा पुले गुलाङमा रातु खराङ्गा पुम्नु सिंबुङनु लाटाङ सिन अग्र लाङनु फेरि चाहिँ किलामा गिलाङ सामारे चोरीला मित्र किलागी हराङमा राङमासे खराङ्गा लाङमा जुडाङ तगी गिलाङ सामा तगी यालाङमा रेतु येबाहानु खिलर बेला छिन्नु गिलावन येबाहा खिलर बेलाउनु लरे आनी गिलाङ सामारे आनी तगी यालाङमा मिदुन दुरैको आरामसे यालाङमा नाम मिसुराङ गिलाङ सामारे आनी तगी उसे लाङमान सुरु मिदुवाङ बा kan usik lama begitu usik kamu kelara langhinga langla ramu gulaban ani gilang sama ani tagi bidudul lalu adang se आपने पाराको हुन्छ गिलाङ सामाले आफूले जानेका आफ्नै तरिकाको नाचहरू प्रस्तुत गरिरहनु भएको छ Usik lama misurang oleh gilang sama kiri agari manglang kan suruh itu kan gilang masih manglang gilang itu
इच्छाभाषी चुम्बो क्लबद्वारा विभिन्न नाचहरू आफूले जाने अनुसारको खेलाहरू प्रस्तुत गरिरहनु भएको छ। हाम्रा योभन्दा धेरै स्टेपहरू हुन सक्थ्यो होला, तर यो सूचना अनुसार सबैलाई 20 मिनट हुनेछ भन्ने जानकारी रहेको कारण हामी 20 मिनट लगभग 20 मिनटको खेला मात्रै तयारी गरेका छौँ र आफ्नो जानी नजानी आफ्ना खेलालाई हामी यसरी प्रस्तुत गरिरहेका छौँ। स्वीकार्नुहोस्, आगामी दिनहरूमा पनि यस त्रिवेणी युवा क्लब नेपालद्वारा अनुरोध गर्न चाहन्छौँ कि यसरी नै हामीले स्टेज प्रदान गर्दै जानुहोस्। हामीले जाने नजानेका खेलाहरू यसरी प्रस्तुत गर्दै जानेछौँ भन्ने बाचाका साथ हाम्रो खेला सालाहरूले चाहिँ आफू नाच्दा गलेर पसिना पुस्दै सम्पूर्ण चाहिँ ल बस्नुहोस् है, अब हामी जाँदैछौँ है भनेर बिदा माग्ने अन्तिम तयारी अवस्थामा पुगिसकेका छौँ। आदरणीय मेला प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, आउँदो साल बाँचिएछ भने यसरी नै हामी खेलामा नाचमा हरेक कुरामा चाहिँ हामी यसरी नै भेटघाट हुनेछौँ भन्दै बाचाका साथ हामी यहाँबाट आजको लागि बिदा हुन चाहन्छौँ। धन्यवाद। सेवाहरू।